आफू सकेसम्म अब यहाँबाट एक्सर्साइज सिकाएर गर्नु पऱ्यो, फिजियोहरू हुन्छ होइन पऱ्यो। अनि प्लस अनि पोजिटिभ कुराहरू सोच्ने होइन, सक्छु भनेर आफूले गर्ने होइन, एक्लैलाई सीमित नगर्ने, साथी सर्कल बनाउने, रिक्रेसनल थेरापीहरू लाइक ए साँच्चै थेरापी भन्ने पनि थेरापी जानुपर्ने कति बज्यो अहिले 9 बज्यो। अब जाने टाइम ल थ्याङ्क यू सो मच जेम्स होइन, तिमी आयो हामीलाई एकदम धेरै खुसी लाग्यो, किनभने हामीले आइसीबाट तिमीलाई यसरी पठाउन पायौँ होइन। तिमी यसरी कति धेरैजनालाई त निको बनाएर पठाइन्छ, तर कोही पनि फर्केर आउँदैनौँ, थ्याङ्क यू भन्दैनौँ। तिमी अब एप्रिसिएटको लागि हामीलाई अब अस्ति पनि चक्लेटहरू हामीले चक्लेटहरू खायौँ है, त्यो दियो भनेर हामीलाई खुसी होइन कि तिमी आयो भनेर चाहिँ हामीलाई धेरै खुसी लाग्यो। पछि पनि आफ्नो जिन्दगीमा अब कति धेरै अब तिम्रो स्ट्रगल फेस सँगसँगै सङ्घर्षको दिनहरू आइरहेको छ, त्यसमा नि प्रोग्रेस भएर कुनै दिन भेट्न आउँछौ भन्ने हामी आशा गर्छौँ होइन। त्यो टाइममा हामी छैन भने पनि कोही न कोही एउटा टिम मेम्बरलाई पनि तिमीले भेट्यो भने चाहिँ हामीलाई धेरै खुसी लाग्छ। थ्याङ्क यू सो मच हामीलाई भेट्न आयो। इन्टायर आइसियु टिमलाई के भन्न चाहन्छौ तिमी? आइसियु टिमलाई धेरै धेरै धन्यवाद, धेरै केयर गर्नुभएको छ, धेरै माया दिनुभएको छ। अनि प्लस धेरै रमाइलो पलहरू किनभने दसैँ तिहारको टाइम थियो होइन, कति रमाइलो पलहरू त त्यो तिमीलाई नै थाहा होला होइन। हामीलाई त तिमीसँग यति धेरै मेमोरी छ भने तिमीलाई त अभियसली झन् कति धेरै मेमोरी छ होला। ल थ्याङ्क यू सो मच जेम्स। ओके ल थ्याङ्क यू सो मच सम्पूर्ण टिमहरूलाई। प्लस त्यस जीवनभर सम्झिरहनेछु यो हस्पिटल प्लस सिस्टरहरू। ओके ल थ्याङ्क यू सो मच, बाई बाई जेम्स, वाइवा। सिस्टरहरू